कटिङ गर्नुभन्दा पहिला चौबन्दी चोलीको नापको विवरण दिन गइरहेको छु, जुन यस प्रकार रहेको छ। लम्बाइ 18 इन्च, कम्मरसम्मको लम्बाइ 13 इन्च, फुल बस 40 इन्च, अप्पर चेस्टको गोलाइ छ 38 इन्च, कम्मरको गोलाइ 34 इन्च, सोल्डर एन्ड तिरा 16 इन्च, बाउला 20 इन्च भने त्यसको नारीको गोलाइ 8 इन्च, गला 16 इन्च, आमलको गोलाइ छ 17 इन्च। चौबन्दी चोलोको सबैभन्दा पहिला हामी बाउला काटेर देखाउँदैछौँ। बाउला काट्नको लागि यस्तो गरेर आफ्नो दाहिनेपट्टि अलि बढी र देब्रेपट्टि अलि कम हुने गरी यसरी फोल्ड गर्नु होला। बाउलाको फाँट राख्नको लागि यहाँनिरबाट लगभग 1.5 इन्च जतिमा एउटा टेम्पररी मार्क लगाइदिनु होला। यहाँबाट यहाँसम्म नाप्नु पनि हुन्छ। त्यस छाती गोलाइ छ 40 इन्च, 40 लाई 4 ले भाग गर्दाखेरि 10 इन्च हुन्छ, तर यहाँ चाहिँ 1 इन्च माइनस गरेर 9 इन्चमा एउटा चिन्ह लगाइदिनु होला। बाउलाको मोटाको गोलाइ 8 इन्च छ, यसमा 1 इन्च लुजिङ र 1 इन्च सिलाइ सहित 10 इन्च हुन्छ। 10 को आधा 5 मा यसरी एउटा मार्क गरिदिनु होला। अब यो दुईटा चिन्हलाई यस्तो गरेर समातेर राम्रोसँग फोल्ड गरिदिनु होला। बाउलाको लम्बाइ छ 20 इन्च, 20 इन्चको लागि हामीले 21 मा यहाँ चिन्ह लगाउनु पर्ने हुन्छ यदि सन्जाब लगाउने हो भने, किनभने हाफ इन्च यहाँ सिलाइ जान्छ र हाफ इन्च यहाँ सिलाइ जान्छ, त्यसकारण 20 को लागि 21 मा मार्क गर्नुपर्ने हुन्छ। तर मैले चाहिँ सन्जाब नलाइकन यही कपडालाई नै फोल्ड गरेर भित्री कम काटेर यसलाई चाहिँ अलिकति बढी काटेर यसैको सन्जाब लाउने गर्दैछु। त्यसकारणले गर्दाखेरि 21.5 मा यसरी गरेर मार्क गर्दैछु यहाँ। अब यसलाई यस्तो गरेर सिधा मार्क लगाउन सकिन्छ। यहाँबाट हाम्रो यहाँसम्म 21.5 छ, 21.5 लाई यस्तो गरेर राखिदिनु होला। 3 इन्च जति हामीले चाहिँ डाउन गर्न सक्छौँ बाउला खोल्नको लागि। यहाँ हामीले 2.5 देखि 3 इन्च अथवा 3.5 पनि खोल्न सक्छौँ। मैले चाहिँ 3 इन्च ढालिदिरहेको छु। अब यहाँनिर हामीले राउन्ड सेप दिनुपर्ने हुन्छ। त्यसको लागि सबभन्दा पहिला यसलाई यस्तो प्रकारले लगभग सेन्टरनिर एउटा यसरी मार्क लगाइदिनु होला। त्यसपछि यो भन्दा हाफ इन्च बाहिरमा अर्को एउटा मार्क तानिदिनु होला। अब यो बाहिरको चिन्हलाई छुनी गरेर यहाँबाट यसरी गोलाकार सेप दिन सकिन्छ, अथवा यस्तो प्रकारको फ्रेन्च कर्व स्केलले पनि हामीले यस्तो गरेर यहाँ मार्क दिन सक्छौँ। तर हामीले हातै लगाएको मार्क पनि यही बराबर आइरहेको छ। र यहाँबाट यहाँसम्म चाहिँ हामीले सिधा पनि मार्क गर्न सक्छौँ, तर हल्का यसरी सेपमा दिनु भने राम्रो फिटिङमा बस्छ। त्यसकारणले म चाहिँ यहाँ सेपमा दिँदैछु। अब बाउलामा मार्क लगाएर सकिसकेका छौँ, यसलाई हामीले काट्न सक्छौँ। यसरी यहाँ बिचमा सेन्टरमा चिन्ह लगाइदिनु होला। अब यहाँ पनि सेन्टरमा यसरी मार्क लगाइदिनु होला। बाउलाको मोटामा यहाँ चिरो दिने हो भने 2 इन्च जतिमा यस्तो गरेर हामीले यहाँ पनि चिन्ह लगाउन सक्छौँ। अब हामीले यसलाई यस्तो गरेर खोलिदिन सक्छौँ। अब पछाडिपट्टि चाहिँ हाम्रो यही नै सेप रहन्छ। यस्तो गर्दाखेरि चाहिँ हात अगाडि पछाडि तलमाथि गर्दाखेरि सजिलो हुन्छ भने अगाडि पाटामा चाहिँ हामीले अलिकति छाड दिन पनि हुन्छ। यस्तो गर्दाखेरि अगाडिपट्टि फाल्तु कपडा झोलिँदैन। यस्तो गरेर यो अघिनाको हाफ इन्च भित्रको मार्कलाई छुने गरेर यस्तो प्रकारले मार्क गरिदिनु पनि हुन्छ र यो फाल्तु कपडा हामीले काटेर फालिदिनु पनि हुन्छ। यस्तो प्रकारले सेप दिनु होला। र बाउला चाहिँ काटेर रेडी भइसकेको छ। अब हामीले चौबन्दी चोलोको ब्याक पाटा काट्न गइरहेका छौँ। ब्याक पाटा काट्नको लागि यस्तो गरेर कपडालाई ओछ्याउनु होला। यतापट्टि चाहिँ आफूपट्टि यो बन्दवाला हुनुपर्छ डबल साइड, भने यतापट्टि चाहिँ हामीले काटेको भाग हुनुपर्ने हुन्छ। यसलाई सबभन्दा पहिला हामीले यहाँ माथिबाट सिधा मार्क लाउनु पर्ने हुन्छ, अथवा यहाँनिर हजुरले एल सेपको स्केल पनि युज गर्न सक्नुहुन्छ सिधाको लाइनको लागि। चौबन्दी चोलीको तिरा छ 16 इन्च, 16 को लागि हामीले यहाँ 8 इन्च राख्नुपर्ने हुन्छ, किनकि यो डबल छ र 16 को आधा 8 इन्च हुन्छ। 8 मा यसरी मार्क गरिदिनु होला। र यहाँनिर सिलाइ भागको लागि हाफ इन्च गरेर टोटल 8.5 मा यस्तो गरेर मार्क गरिदिनु होला। यहाँनिर गलाको सेप दिनको लागि
हाफ इन्च भन्दा एक लाइन तलमा एउटा यसरी मार्क तान्दिनु होला। अब हामीले यहाँनिर गला खोल्ने मार्क राख्नुपर्ने हुन्छ। त्यसको लागि हाम्रो छाती छ 40 इन्च, 40 लाई 12 ले भाग गर्दाखेरि लगभग 3.25 इन्च जति आउँछ। 3.25 मा यस्तो गरेर एउटा मार्क लगाइदिनु होला। अब यहाँबाट शोल्डर डाउनको लागि मार्क लाउनु पर्ने हुन्छ। शोल्डर डाउनको लागि यहाँबाट 2 इन्चमा एउटा मार्क लगाइदिनु होला। अब यहाँनिरबाट चेस्ट लाइन अथवा बाउलाको फाँद खोल्नको लागि एउटा लाइन खोल्नु पर्ने हुन्छ। त्यसको लागि छातीको 6 भागको 1 भाग, 40 इन्च छातीको 6 भागको 1 भाग 6.5 इन्च जति हुन्छ। 6.5 इन्च भन्दा हाफ इन्च जति बढाएर 7 इन्चमा एउटा मार्क लगाइदिनु होला। अब यी सबै मार्कहरूलाई हामीले स्केल लगाएर मार्क तान्न सक्छौँ। यो बाउला खोल्ने मार्क अनि यो शोल्डर डाउन गर्ने मार्क र यो गला खोल्ने मार्क। गला खोल्नको लागि यस्तो गरेर हातैले पनि सेप दिन सकिन्छ। यस्तो प्रकारले पनि यहाँबाट यहाँसम्म हामीले शोल्डर डाउनको लागि यस्तो गरेर हल्का आर्क सेपमा यस्तो गरेर मार्क तान्न सक्छौँ। चौबन्दी चोलोको लम्बाइ छ 18 इन्च। 18 को लागि 19 मा यसरी मार्क गरिदिनु होला यहाँबाट, किनभने आधा इन्च यहाँ सिलाइ जान्छ, आधा इन्च यता सिलाइ जान्छ। त्यसकारणले गर्दाखेरि 18 को लागि 19 मा यस्तो गरेर मार्क गरिदिनु होला। यस्तै गरेर कमरसम्मको लम्बाइ छ 13 इन्च। 13 इन्चमा पनि एउटा मार्क लगाइदिनु होला। खासै यो ब्याक पल्ला काट्नको लागि कमरको लाइनको खासै महत्त्व छैन, तर हामीले अगाडि पाटा काट्दाखेरि यसको जरुरी पर्दछ। त्यसकारणले गर्दाखेरि अहिले हामीले मार्क लगाइरहेका छौँ। अब यी दुईटा मार्कलाई पनि हामीले यस्तो गरेर सिधा लाइन तान्न सक्छौँ। यो फुल लेन्थको मार्क हो। अब यहाँनिर हामीले साइड स्लिट अथवा साइडमा चिरुवा राख्छौँ। 3 इन्चमा एउटा चिनो लगाइदिनु होला। चौबन्दी चोलीको यहाँनिर छातीको मार्क लगाउन गइरहेका छौँ। छातीको फुल बस्टको गोलाइ छ 40 इन्च। 40 लाई 4 ले भाग गर्दाखेरि 10 इन्च हुन्छ। तर हामीले यहाँनिर 1 इन्च घटाएर यसरी 9 मा चिनो लगाइदिनु होला, किनभने सिलाइ भाग र लुजिङ चाहिँ हामीले पछि खार्पाबाट आउँछ। त्यसकारणले गर्दा 1 इन्च कम गरेर लगाएका छौँ। शोल्डरबाट चेस्ट लाइनमा पनि एउटा लाइन आउनुपर्ने हुन्छ। त्यसको लागि हाफ इन्च भित्रमा एउटा मार्क तान्दिनु होला र यसलाई यस्तो प्रकारले मार्क तान्दिनु होला र यसलाई पनि हातैले यस्तो प्रकारको सेप दिनु होला। अब हामी चौबन्दी चोलीको कमरको गोलाइ राख्न गइरहेका छौँ। यहाँनिर कमरको नाप राख्नुपर्ने हुन्छ। कमरको गोलाइ छ 34 इन्च। 34 लाई 4 ले भाग गर्दाखेरि 8.5 इन्च हुन्छ। 8.5 मा यसरी एउटा मार्क लगाइदिनु होला। अब यहाँनिर भने हामीले एक्स्ट्रा मार्जिन राख्नुपर्ने हुन्छ, किनभने खार्पा लाग्ने यहीँबाट हो हुन त, तर यहाँनिर भने खार्पाको ठुलो भाग हुन्छ। त्यसकारणले गर्दाखेरि यहाँ स्पेस पनि दिन्छ यसले र सिलाइ भाग पनि दिन्छ, लुजिङ पनि दिन्छ भने खार्पा यहाँनिरबाट चाहिँ सुरुवात हुने भएको कारणले गर्दाखेरि यहाँ यसको कुनै पनि मार्जिन हुँदैन। त्यसकारणले गर्दाखेरि सिलाइ भाग र लुजिङ हामीले यहाँ दिनुपर्ने हुन्छ। सिलाइ भागको लागि आधा इन्च र लुजिङको लागि आधा इन्च गरेर 9.5 मा यस्तो गरेर मार्क गर्नुपर्ने हुन्छ। यहाँ आधा इन्चको मतलब 1 इन्च हुन्छ, किनकि यो अहिले डबलमा छ। पछि हामीले खुल्ला गर्दाखेरि चाहिँ यहाँ हाफ इन्चको मतलब दुईतिर गरेर 1 इन्च हुन्छ भने त्यस्तै गरेर लुजिङ पनि हाफ इन्चको मतलब 1 इन्च लुजिङ हुन्छ ब्याक पाटामा। अब हामीले यहाँदेखिको यहाँसम्म पनि एउटा लाइन तान्न पनि हुन्छ। सिधा पनि तान्न सक्नुहुन्छ यदि लुज फिटिङ लाउने हो भने। यस्तो प्रकारको सेपमा दिनु हो भने फिटिङमा आउँछ। त्यस कारणले म चाहिँ यस्तो प्रकारको सेप दिँदैछु। यहाँबाट यहाँसम्म भने सिधै तान्न सक्नुहुन्छ लाइन। पछाडि पाटामा पनि मार्क गरेर रेडी गरिसकेका छौँ। अब यसलाई हामीले काट्न सक्छौँ। मार्कै मार्कमा काट्दिनु होला। यसमा कहीँ पनि एक्स्ट्रा भाग राख्नु पर्दैन। अब यहाँ 3 इन्चको चिरुवामा एउटा मार्क लगाइदिनु होला। अब हामी चौबन्दी चोलीको अगाडि पाटा काट्न गइरहेका छौँ। यसको लागि कपडालाई सबभन्दा पहिला यस्तो गरेर राम्रोसँग बिछाउनु पर्ने हुन्छ। अब यस्तो गरेर राम्रोसँग कपडालाई बिछाइसकेपछि यो पछाडि पाटालाई यस्तो गरेर यसलाई उल्टो पारेर यस्तो गरेर राखिदिनु होला। यस्तो गरेर
ब्याक पाटा राखिसकेपछि यहाँ तल फेरमा पनि यसको बराबरमा यसरी मार्क लगाइदिनु होला। त्यस्तै गरेर यहाँ माथि सोल्डरमा पनि यस्तो गरेर सिधा मार्क लगाइदिनु होला। अब यो 3 इन्चको साइड स्लिटलाई अगाडि पाटामा पनि लगाउनु पनि हुन्छ त्यही स्थानमा। त्यसपछि यहाँनिर यो कम्मरको लाइनदेखि छातीको लाइनसम्म आउनको लागि चाहिँ यो पछाडि पाटाको लाइन जहाँ छ त्यहाँभन्दा 1.5 इन्च भित्रमा एउटा मार्क तान्न पनि हुन्छ। यस्तो गरेर 1.5 इन्च भित्रसम्ममा र पछाडि पाटा जहाँसम्म छ त्यहीसम्म यो पनि अगाडि पाटा पनि त्यति नै लम्बाइमा राख्न पनि हुन्छ। र यसलाई पनि यस्तै प्रकारले हल्का सेपिङ स्केलको सहायताले मार्क गरिदिनु अथवा सिधा पनि गर्न सक्नुहुन्छ। अब यो पछाडि पाटालाई यस्तो गरेर तलको मार्कसँग बराबर हुने गरेर यस्तो राखिदिनु होला र यो कम्मरको लाइनलाई अगाडिसम्म तान्दिनु होला। अब यो पछाडि पाटालाई हामीले निकाल्दिन सक्छौं। अब अगाडि पाटामा पनि अलिकति हामीले यसरी सोल्डर डाउन गर्नु पनि हुन्छ। लगभग हाफ इन्च जतिमा सोल्डर डाउन गरिदिनु होला। यो चाहिँ अवस्था हेरेर अब कसैको धेरै नै सोल्डर झरेको छ भने 1 इन्च पनि डाउन गर्नु पनि हुन्छ। सोल्डरको यो चौडाइ दिनको लागि पछाडि पाटालाई नै छापेर यस्तो गरेर हामी राख्न सक्छौं। जस्तो यहाँबाट यतिसम्म यसरी आउँछ। यो सोल्डर डाउन गर्दाखेरि हामीले पछाडि पाटामा 2 इन्च डाउन गरेका छौं भने अगाडि पाटामा चाहिँ हामीले हाफ इन्च जति मात्रै गरेका छौं। अब हामीले यहाँनिरबाट कठाल लगाउनको लागि एउटा मार्क दिनु पनि हुन्छ। त्यो चाहिँ कति तल दिनुपर्छ भन्दाखेरि छातीको 6 भागको 1 भाग। जस्तो हाम्रो छाती छ 40 इन्च, 40 लाई 6 ले भाग गर्दाखेरि लगभग 6.5 इन्च जति आउँछ। त्यसमा 1 इन्च जति बढाएर 7.5 मा यस्तो गरेर एउटा मार्क तान्दिनु होला। 7.5 मा अथवा यो मार्क लिनको लागि हामीले यो मार्कको हिसाबले पनि राख्न सक्छौं। यहाँ जति छ त्यो भन्दा हाफ इन्च घटाएर पनि राख्न सक्छौं। जस्तो यहाँनिर 13.5 छ भने यहाँनिर 13.25 इन्च जतिमा लगभग उति नै आइरहेको छ। यस्तो गरेर एउटा लाइन तान्दिनु होला। अब यहाँनिरबाट पनि छातीको मार्क लगाउनको लागि छातीको गोलाइ छ 40 इन्च, 40 लाई 4 ले भाग गर्दाखेरि 10 इन्च हुन्छ। त यहाँ पनि 1 इन्च माइनस गरेर 9 इन्चमा मात्र लगाइदिनु होला। अब यहाँबाट यहाँ एउटा मार्क आउनु पनि हुन्छ। त्यसको लागि यहाँ भन्दा हाफ इन्च भित्र जतिमा एउटा मार्क लगाइदिनु होला र यस्तो गरेर यसलाई लाइन तान्दिनु होला। बाहुलाको फाँद खोल्नलाई यहाँबाट हामीले यहाँसम्म एउटा लाइन तान्न पनि हुन्छ। त्यसको लागि यो मार्कबाट 1.5 इन्च भित्रमा एउटा मार्क तान्दिनु होला यस्तो गरेर र यो लाइनबाट यहाँसम्म यस्तो प्रकारले लाइन तान्दिनु होला र यसलाई यस्तो गरेर हातैले सेप दिनु होला। अब यहाँनिर हामीले गोलाकार सेप दिनु पनि हुन्छ। त्यसको लागि यो कर्नरबाट यस्तो गरेर बीचमा एउटा लाइन तान्दिनु होला र यहाँबाट लगभग 1.25 इन्च जतिमा एउटा मार्क तान्दिनुस्। अब यो मार्कलाई छुने गरेर हामीले राउन्ड सेप दिन सक्छौं। यस्तो गरेर अब यहाँनिर मार्क लाउँदाखेरि चाहिँ जस्तो कम्मर छ हाम्रो, कम्मर छ 34 इन्च, 34 को ठ्याक्कै आधी गर्दा पनि हुन्छ। यस्तो 34 को आधा 17 इन्च, 17 इन्चमा यस्तो गरेर मार्क लगाइदिनु होला र यसलाई पनि यस्तो गरेर सिधै मार्क लाउन सकिन्छ। अब गलाको यहाँ सेप दिनको लागि छातीको 12 भागको 1 भाग लगभग 3.25 इन्चसम्म चाहिँ यसरी स्ट्रेटमा लगाइदिनु होला। त्यसपछि यहाँनिरबाट यहाँसम्म चाहिँ यस्तो प्रकारले हल्का आर्क सेपमा लाइन तान्न सक्नुहुन्छ अथवा अलिकति हल्का यस्तो गरेर भित्र पनि जान सक्नुहुन्छ। धेरै खोल्नु हुँदैन, धेरै खोल्यो भने पछि कठा लाउँदाखेरि अलिकति नमिल्न सक्छ। अब यो कुना परेको भागलाई यस्तो गरेर गोलाकार सेप दिनु होला। अब अगाडि पाटा पनि मार्क लाएर रेडी भइसकेको छ। यसलाई पनि हामीले काट्न सक्छौं। चाहिँ हाम्रो बाहुलाको फाँद हो।
यो गोलाकार सेप दिँदाखेरि हल्का अलिकति बाहिर काटिदिएको छु मैले। पछि हामीले सन्जाब लगाउने बेलामा दाहिने पाटालाई चाहिँ अलिकति भित्रपट्टि यस्तो गरेर खोलिदिएर अनि त्यसपछि सन्जाब लाउनु पर्ने हुन्छ। अगाडि पाटाको सेप यस्तो प्रकारले आएको छ। अब हामीले खार्पा काट्न गइरहेका छौँ। खार्पा काट्नको लागि सबभन्दा पहिला त एक साइड चाहिँ सिधा हुनुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि म एउटा सिधा लाइन तान्दैछु। अब यसलाई हामीले काट्न सक्छौँ। अब खार्पा काट्नको लागि यो सिधा भागलाई यस्तो गरेर फोल्ड गर्नु होला। यस्तो यहाँ तल चाहिँ यसको लगभग 1 इन्च अथवा 1 इन्चभन्दा अलिकति कम भए पनि हुन्छ यहाँनिर। अब यहाँ माथि गर्दाखेरि चाहिँ यहाँको लम्बाइ लिनको लागि हामीले अगाडि पाटा अथवा पछाडि पाटा मध्ये एउटा यस्तो गरेर लिनुपर्ने हुन्छ। डाइरेक्ट यसलाई यस्तो गरेर नापेर पनि हामीले यसको लम्बाइ लिन सक्छौँ। यो चाहिँ लगभग हाम्रो 10 इन्च जति आएको छ। अब 10 इन्चमा यस्तो गरेर हामीले मार्क गरेका छौँ। अब यहाँनिरबाट 1 इन्च तलमा एउटा मार्क लगाइदिनु होला। अब यो 1 इन्च तलको मार्कबाट छातीको 12 भागको 1 भाग जति लाउनु पर्ने हुन्छ। 40 इन्च छातीलाई 12 ले भाग गर्दाखेरि लगभग 3.25 इन्च जति आउँछ। अब यहाँनिरबाट चाहिँ हामीले यस्तो गरेर 3.25 इन्चमा एउटा मार्क यस्तो तान्नु पर्ने हुन्छ। अब यो मार्कलाई यस्तो गरेर यहाँनिर यसरी बराबर गरेर राखिदिनु पर्ने हुन्छ। यो चाहिँ खार्पाको पुरा लम्बाइ हो। अब त्योभन्दा 1 इन्च तलको मार्कलाई यस्तो गरेर हामीले यहाँ एउटा लाइन तानिदिनु पर्ने हुन्छ। अब यही लाइनबाट यहाँसम्म चाहिँ हामीले यस्तो गरेर हल्का आर्क सेपमा यस्तो गरेर मार्क तान्नु पर्ने हुन्छ। अब खार्पा पनि मार्कलाई रेडी भइसकेको छ। यसलाई पनि हामीले काट्न सक्छौँ। काट्दा हुन्छ। अब यहाँनिरबाट यस्तो प्रकारले हल्का आर्क सेपमा यसरी काटिदिनु पनि हुन्छ। अब यसको सेन्टरमा यसरी मार्क गरिदिनु होला। र यसरी खोलेर हेर्दाखेरि हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सिधा भाग हुन्छ। यो तन्किँदैन न। कि नतन्किने भाग चाहिँ हामीले अगाडि पाटामा जोड्नुपर्ने हुन्छ भने यतापट्टि चाहिँ देउडा भाग हुन्छ। यो त तन्किने भाग हुन्छ। यो चाहिँ हामीले पछाडि पाटामा जोड्नुपर्ने हुन्छ। र यसरी चाहिँ हामीले खार्पा काट्न सक्छौँ। अब हामीले चोलोको कठालो काट्न पनि हुन्छ। कठालो काट्नको लागि यस्तो गरेर सिधै गरेर लामो पल्ला निकालिदिनु पनि हुन्छ। यसको चौडाइ चाहिँ 3 इन्च जति राख्दा हुन्छ। यस्तो गरेर यसलाई पनि लाइन तान्न सक्छौँ। यस्तो प्रकारले हामीले लामो काट्न सक्छौँ। यो चाहिँ कति लामो चाहिन्छ भन्दाखेरि हामीले यस्तो गरेर यसलाई प्र्याक्टिकली रूपमा राखेर पनि हेर्न सक्छौँ। किनभने पछि हामीले यो अगाडि पाटा र पछाडि पाटा यस्तो प्रकारले जोड्नु पनि हुन्छ। र यसरी राखेर हेर्दाखेरि यहाँबाट यस्तो गरेर नापेर हेर्नु होला। यहाँ चाहिँ 14 दुना 28 इन्च आएको छ। 28 इन्च चाहिन्छ हामीलाई कठालो चाहिँ। अथवा हाम्रो गलाको नाप छ 16 इन्च। 16 लाई 2 ले भाग गर्दाखेरि 8 इन्च हुन्छ। यो 8 मा 6 जोडिदिनु होला। 8 र 6 जोड्दाखेरि 14 हुन्छ। र 14 दुना 28। 14 लाई 2 ले गुणन गरेर 28 हुन्छ। यस्तो गरेर पनि हामीले गलाको नाप चाहिँ हेर्न सक्छौँ कति आउनु पर्ने रहेछ भनेर। गलाको लम्बाइ लिँदाखेरि यस्तो गरेर एउटा तुनादेखि अर्को तुनासम्मको डिस्टेन्समा यस्तो गरेर गलालाई यसरी राउन्ड गरेर पनि नापेर हेर्न सक्छौँ कति चाहिन्छ भनेर। यस्तो गरेर चाहिँ हामीले गलाको नाप लिन सक्छौँ। र यस्तो प्रकारले हामीले भित्री पनि काटिसकेका छौँ। र भित्री काट्दाखेरि चाहिँ बौला काट्दाखेरि स्पेसली अलिकति 1 इन्च जति छोटो गरेर काटेका छौँ। यस्तो गरेर बाँकी सबै ठाउँमा बराबर छ। यहाँ भित्री मोता काट्ने बेला मात्रै 1 इन्च जति छोटो काट्नुपर्ने हुन्छ। त्यस्तो गर्दाखेरि यहाँ सन्जाब लाउनु पर्दैन। यसलाई यस्तो गरेर पछि यस्तो प्रकारको फिनिसिङ आउँछ यहाँनिर चाहिँ। त्यही भएर यसरी काटेको हो। बाँकीहरू सबैलाई चाहिँ हामीले भित्री यसरी बराबर रूपमा यसरी काट्न पनि हुन्छ। हामीले यसरी छापेर काटिसकेका छौँ। त्यस्तै गरी अगाडि पाटामा पनि हामीले यस्तो गरेर यसरी छापेर यसको बराबरमा हामीले यस्तो गरेर काटिसकेका छौँ। यसरी काट्नु होला। र
र यस्तो गरेर हामीले चौबन्दी चोलीको चाहिँ कटिङ गरेर देखाएका छौँ। हजुरहरूलाई कस्तो लाग्छ यस बारेमा कमेन्ट गर्न नबिर्सिनु होला। अब यसको पछि नै हामीले फेरि लगत्तै सिलाइको भिडियो पनि अपलोड गर्दैछौँ, कृपया त्यसलाई पनि हेर्न नबिर्सिनु होला। अझ राम्रोसँग बुझ्नको लागि हजुरलाई सहयोग पुग्नेछ। तबसम्मको लागि बिदा चाहन्छौँ। हस्त, नमस्कार।